यता यता यो के भन्छ यता कल्याण भन्छन् कहाँ यता यता पर यता यता पर यो प्रखण्ड उतापट्टि बादलपारी बादलपारी यो फाँट यो पुरै देखिने डाँडो भनेको यो सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 13 जरुबटा डाँडा भन्छ यसलाई यो 1350 समुद्र सतहदेखि 1350 मिटरको उचाइमा अवस्थित छ हजुर यो यहाँ सुर्खेत भ्यालीको सबभन्दा नजिकबाट सुर्खेत भ्याली निहाल्न मन लाग्छ भनेदेखि चाहिँ हाम्रो यो जरुबटाको शान्ति पार्क यो जरुबटा भाले डाँडामा आउन सक्नुहुन्छ तपाईँहरू एकदम राम्रो भ्यू देखिन्छ यहाँ भ्याली कस्तो छ के छ अझ बेलुका साँझ पर्यो भने यस्तो झिलिमिली पुरै झिलिमिली देखिन्छ यहाँ साँझमा आउन राम्रो रहेछ साँझमा आउन यो खुलेपछि दिउँसोमा खुलेपछि साँझमा चाहिँ यो झिलिमिली हेर्न यस्तो राम्रो छ तलको सुर्खेत बजारको त्यो लाइटले यहाँ उज्यालो देखिन्छ त्यस्तो हुन्छ यहाँ हैन यस्तो राम्रो छ यहाँ राम्रो रहेछ के यहाँ त यो पछिल्लो समय पर्यटकीय यो चाप चाहिँ यो मान्छेको यहाँ आउने यो क्रम चाहिँ एकदम बढ्दो छ धेरैको मनमुटुमा बस्न सफल ठाउँ हो यो चाहिँ अहिले पछिल्लो समयमा तपाईँ जो 2076 सालको लकडाउन हुँदा पछाडिपट्टिको समयमा चाहिँ यसको चाहिँ क्रेज चाहिँ राम्रो छ यहाँभन्दा पछाडि टक्क बजारबाट कामको थकान सकान भएको मान्छेलाई थकान सकान मेट्नका लागि चाहिँ टक्क यहाँ आएर शीतल हावा खान वरिपरि यो जङ्गलको चराचुरुङ्गी आवाज अक्सिजनको कुनै कमी नहुने वरिपरि घना जङ्गल टक्क बिचमा ठ्याक्क डाँडो त्यो डाँडाबाट टक्क तलको भ्याली निहाल्न पाइने होइन त्यो जस्तो राम्रो अरू के छ भने के छ प्रकृतिमा यतिको राम्रो ठाउँ भनेको कहीँ छैन कुरै नगर्नु वीरेन्द्रनगर नगरपालिकाभित्र यो भ्याली निहाल्ने ठाउँ यतिको यो जतिको राम्रो ठाउँ छैन कहीँ पनि छैन पर गोठीगाँडा छ त्यो दोस्रो पहिलो यो एकदमै ल यति हो मेरो भनाइ यति हो त्यसमा केही छ भने तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ तल यदि यो ठाउँमा आउनु भएको छ भने यो ठाउँको बारेमा जानकारी छ भनेदेखि चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ तल ल यति हो धन्यवाद